हेलो एभ्रियन नमस्ते एन्ड गुड मर्निङ आई होप हजुरहरू सबै आराम कुशल हुनुहुन्छ भन्ने साथ आज पनि नयाँ ब्लग लिएर उपस्थित भएको छु हेरेर सात दिन होला है त यो भन्दै आज चाहिँ म एउटा पहिले पनि एकचोटि आउनु त आएको थिएँ यो ठाउँमा होइन तर फेरि नेक्स्ट टाइम आइदिउँ त भनेर फेरि आयो ड्याङ आयो होइन यो ठाउँलाई चाहिँ मानै नसकिने अवस्था भयो होइन त्यही भएर फेरि आयो हामी चाहिँ हेरेको ठ्याक्क गाडीदेखि ओर्लिनु ठ्याक्क बाहिरको सिन यस्तो छ है त बाहिरको सिन पनि आएको थिएँ आउनु चाहिँ फेरि आउन मन लाग्यो त्यही भएर आएको छु यसो छ बाहिरको रहनसहन आजको मौसम बिग पार्किङ छ खासै पार्किङमा चाहिँ मान्छेहरू छैन वर्कर नट वर्कर यो हिँड्नको लागि चाहिँ एकदम राम्रो ठाउँ होइन त्यहाँको आउने बिहानै आउने जोकिङ गर्ने ठुलो स्टेडियम म अस्ति पनि आउनु चाहिँ आएको थिएँ फेरि आइदिउँ त भनेर मन मान्दैन यो ठाउँमा आइराख्न मनपर्छ किन हो फर्स्ट टाइम म आउँदाखेरि ओहो के नै छ जस्तो लाग्छ तर सबै कुरा पाइन्छ यहाँ स्विमिङ पुल पनि छ टेबल टेनिस पनि छ भलिबल पनि छ फुटबल ग्राउन्ड पनि छ सुमो खेल्ने ठाउँ पनि छ त्यही छ एभ्रिथिङ तर म चाहिँ रमिता हेर्ने मात्र हेरेको हामी चाहिँ हेरे त्यस्तै छ ट्र्याकको बाहिरको ड्याङ यस्तो छ अगाडिको सिन यस्तो छ विकास कसरी गर्ने भन्ने कुरा चाहिँ जापानको कपी गर्नुपर्छ जुन देशले विकास गर्न चाहन्छ त्यो देशले चाहिँ जापानको कपी गर्नै पर्छ किनकि विकासले भरिपूर्ण देश जापान केही कुरामा कमी छैन ओहो जङ्गल के भन्ने यो जङ्गल रोपेको रुख अहिले फेरि यहाँ जापानमा काफुनको सिजन छ होइन काफुनले चाहिँ अब यो चाहिँ के अरे गाइजी के भन्छ यो चाहिँ बाहिरको मान्छेलाई चाहिँ खासै काफुनले चाहिँ असर पर्दैन रहेछ नेपालमा चाहिँ काफुन नभएको कारण होला मलाई चाहिँ खासै असर गरेन तर यहाँ जापानमा जति बस्नुभएको महानुभावहरू हुनुहुन्छ सायद कतिलाई चाहिँ यस्तो काफुनको हावाले फोहोर झर्ने त्यो फोहोरले गर्दा चाहिँ पुरा रुगा मार्गी लाग्ने हुँदो रहेछ तर मलाई चाहिँ त्यस्तो खासै त्यस्तो प्रभाव परेन नपरेको अवस्था म सिधै जान्छु पर जाने हो रोग भएको ठाउँमा हामी चाहिँ हेरे क्या राम्रो रेकर्डिङ गरेको छ धेरै राम्रो रेकर्डिङ गरेछ ल यहाँ चौरी हेर्नु न चौरी क्या दामी चौरी छ अब चाहिँ यो सिजन चाहिँ कस्तो हो नि यो चिसो सिजन सकिएपछि चाहिँ अब गर्मी सिजन फिर्यो भनेपछि के मुना बसन्त ऋतु चाहिँ आएको अवस्था हो हरियो हल्का हरियो चौरी हरियो हुँदैछ यता गाउँ क्या दामी रुखहरू छ है यो सबै कटिङ गर्छ यो रुखहरू अलिकति ठुलो अलिकति पात अलिक लामो भएपछि पात भन्दा हाँगा अलिक लामो भएपछि यस्तै छ हामी चाहिँ जङ्गलको सिन ठ्याक्कै हेर्नुपर्ने अवस्था रहेछ डिरेक्सन बोर्ड छ यहाँ चाहिँ ठक्कै यसलाई डिरेक्सन म्याप बनिन्छ बन्दछ
कहाँदेखि कहाँ इन्फर्मेसनमा यो चाहिँ यहाँको चाहिँ फेस्टिभलहरू अनि के गर्छ भन्ने कुरा चाहिँ इन्फर्मेसन बोर्ड ट्रान्सलेट गरेर छ 2024 यहाँको स्टुडियम यहाँभित्र यो छ यहाँको इन्फर्मेसन बोर्ड यत्रो छ म्यापमा यत्रो छ भने चाहिँ यो ठाउँ कत्रो होला घुम्न एक दिन लाग्छ आज छुट्टी हो त्यही भएर ल नजिकै छैन माथि पनि बोर्डमा पनि ट्रान्सलेट गरेर चरा हेर्न मन पर्यो चरा 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 आइज चरा कति राम्रो चरा रहेछ राम्रो चरा 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 खमान चरा खमान चरा खमान 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 एक्जाम बनाउनु पर्ने अवस्था भयो हामी खेरे यस्तो छ यहाँको अवस्था चाहिँ ठुलो बोल्नुपर्ने हुँदैन चाहिँ भेन्डिङ मेसिनलाई क्या सेफ्टी गरेको छ हेर्नु न प्यानले चाहिँ सेभ होस् भनेर ड्रिङ्क कलर ठ्याक्क फोहोर हाल्ने डस्टबिनहरू त्यहाँ साइडमा राखिदिएको छ यहाँ चाहिँ यो बल छेलो हान्ने ठाउँ नेपाली सिस्टममा छेलो हान्ने ठाउँ त्यो चाहिँ फुटबल स्टेडियम उपरको चाहिँ स्विमिङ जिम हल एभ्रिथिङ हुन्छ त्यहाँ पर चाहिँ पर पार्किङ सार्किङ हुने ठाउँ हामी धेरै म अर्को नयाँ कुरा हजुरहरूलाई सिकाउन चाहँदैछु जति पनि चम्पा मिस्ट्री भिजामा आउनुहुँदैछ उहाँहरूले चाहिँ भेन्डिङ मेसिनमा कसरी चाहिँ जुस किनेर खाने भन्ने तरिका चाहिँ हजुरहरूलाई म सिकाउँदैछु हेर्दै गर्नु है त यो भेन्डिङ मेसिन ट्याक्क अब 1000भन्दा बढी चाहिँ छिर्न नपाइएन यहीँ लिएछ 1000को नोट छिराउने ठ्याक्कै 1000को नोट छिराउने 1000को नोट छैन भने पनि यहाँ चाहिँ लेखिरहेछ कता हो 500 100 50 10सम्म कोइन जान्छ कोइन चाहिँ यहाँ हाल्ने हो कोइन हालेर चाहिँ आफ्नो साइज जे खानु मन छ त्यही खाने हो आउँछ यति भन्ने म चाहिँ ब्याक हुनुपर्ने अवस्था भएको छ टाइम त चाहिँ छैन go to back my home